हेलो गाइज नमस्ते सन्चै हुनुहुन्छ। आज अचम्म सुन्न पाइयो के जेनजी आदिवासी समूहलाई आतङ्ककारी भनियो कि के भन्ने न्युज आइरहेको थियो। यो ठ्याक्कै सुनेको थिएँ। मलाई कुन दिनको याद आयो भने जब माओवादीले क्रान्ति गर्यो भनेर आएको थियो त्यति बेला माओवादीले 2-4वटा एजेन्डा उठाएको थियो। एउटा भारतीय विस्तारवाद आखिर भारतबाटै चलेको रहेछ। दोस्रो कुरा आदिवासी जनजाति दलित यी कुराहरू उठाएको थियो। जुन कारणले गर्दाखेरि नेपालमा यो जातीयता अनि धार्मिक रूपमा यति द्वन्द्व भयो, यति समस्या सिर्जना भयो, यति एनजिओ आइएनजिओले मान्छे पाले, त्यसको भनिसाध्यै छैन। जसको कारणले देशको जुन एउटा भावनात्मक एकता थियो नि त्यसलाई नै बिथोल्यो। जेनजी युवा जो कम्प्युटरबाट हुर्केको भनौँ न, कम्प्युटरको दुनियाँमा हुर्केको, इन्टरनेटको दुनियाँमा हुर्केको जेनजी जुन समूह छ, यिनीहरूमा नि यही भावना फिट भइरहेछ भने हाम्रो देश कसरी विकास हुन्छ त? देश यस्तो विषम परिस्थितिमा छ। यो बेला यो जात, यो धर्म, यो कर्म, यो हुँ, यो बेकारको कुरामा लाग्नु हुँदैन। एक त सुदन गुरुङ, अर्को के या रक्षा बमहरूको बेग्लै, अर्कोको बेग्लै, यिनीहरूमै फुट आयो। यसको मतलब के हो भन्दाखेरि पुरानो पार्टीहरू एकदम शक्तिशाली हुँदैछ भन्ने कुरा हो। केपी ओलीले खुलेआम चुनौती दिइरहेछ, सरकारले समात्ने भनेर भनिरहेछ होइन। प्रचण्डले आफ्नै स्पिरिटमा कुदिरहेछ। अनि अब सुशीला कार्कीलाई बालै छैन। साँच्चै भन्ने हो भने यो नियमअनुसार र यो संविधान अनुसार र यही संसदीय प्रणाली अनुसार त हामीलाई अबको चुनाव चाहिएकै होइन। हामीलाई अबको चुनाव चाहिएको भनेको केवल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र जुन जति पनि यो राजनीतिक नियुक्ति छ नि, तपाईँहरूलाई थाहा छैन होला, जति पनि संवैधानिक निकाय छ, राष्ट्र ब्याङ्क छ, लगायतको प्रमुख निकायहरूको प्रमुख टाउकेहरू छन् नि, यसको नियुक्ति कसरी हुन्छ? राजनीतिको नाममा। पहिले समाचार हेर्नु भएको थिएन, सायद हेर्नु भएको थिएन होला। जेनजी आन्दोलन पछाडि हेर्नुभयो होला धेरैले समाचार। सबैमा माओवादीको भागमा यो होइन, माओवादीको भागमा विद्युत प्राधिकरण हो भने काङ्ग्रेसको भागमा राष्ट्र ब्याङ्क, अर्को एमालेको भागमा अर्को खानेपानी, अर्को यता अख्तियार होइन। यो यस्तो अवस्था छ नि, यहाँनिर कोही पोक्त व्यक्ति जाने भन्दाखेरि पनि कसको भागमा पर्न सकिन्छ, कसको चाप्लुसी गर्न सकिन्छ, त्यसैको आधारमा मात्रै त्यो ठाउँको प्रमुख पाउने जुन पद्धति थियो। इभन प्रहरीमा, सेनामा, सबैमा हेर्नु न राजनीतिक नियुक्ति छ एक तरिकाले। हो, यो प्रणालीको अन्त्य गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी जनताले चुनेको व्यक्ति, साथै सङ्घीयता खारेज। देशको लागि सङ्घीयता एकदम गाढो भइसक्यो। यो प्रदेशको काम छैन, स्थानीय तह र सङ्घ भए हुन्छ। र यस्तो विषयवस्तुलाई चाहिँ उठाएर भ्रष्टाचार नियन्त्रण गरेर, रोजगारी सिर्जना गरेर देश विकास गर्नुपर्ने एजेन्डा उठाउनु पर्नेमा आफै विभाजित भइरहेछ। अब चुनाव हुन लागेको, त्यही चुनावमा अब 1-2वटा संसदको पद भए नि पाइन्छ भन्ने होला नि त। लोभ कसलाई हुँदैन होइन? चाहे त्यो जेनजी हो, चाहे बुढा हुन्, चाहे भर्खरका हुन्, सबै लोभी भने के लोभी बन्नु भएन। अब यत्रो हामीले कति 74-75 जनाको मृत्यु, यत्रो जनधनको क्षति, यत्रो देशलाई खरानी के बनाउन लाग्यो? त्यही खरानी घसेर हिँड्ने भइगयो नि। त्यही पुराना पार्टीलाई नै अगाडि ल्याउनु छ, पुरानो पद्धतिलाई नै पालना गर्नु छ भने जेएनजीहरूले खरानी घसेर हिँड्ने हुन्छ। नभए एकताबद्ध भएर आफ्नो सही एजेन्डा अथवा देशको मागेको एजेन्डा भनौँ न, स्पेसल्ली हामीलाई के को आवश्यकता छ त्यो महसुस गरेर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ। अवस्था कस्तो हुँदैछ भन्ने कुरा मूल्याङ्कन गर्ने हो भने सुशीला कार्कीले डाइरेक्ट भन्छ म पुरानै प्रणाली अनुसार राजनीति चुनाव गराउँछु। जेएनजीहरू भन्छन् होइन यो यता चाहियो, 1-2जना भन्छन् हामीलाई प्रत्यक्ष निर्वाचित चाहिएको। म आन्दोलन अझ के अरे जामालाउने, म त रिस पनि उठिरहेछ कि साँच्चै साह्रो। जनजाति सङ्घ, घन्टा जनशक्ति, हामी नेपाली हो, सिधा कुरो हामी नेपाली हो होइन। हामी सबैमा आफ्नो जात छ, आफ्नो भाषा छ, आफ्नो धर्म छ। जुन राजनीतिक कोटा छुट्याइएको थियो नि हरेक ठाउँमा, त्यो छुट्याइसके होइन। त्यसलाई अहिले यथावत राखौँ। तत्कालको ध्यान भनेको अब हुने चुनावमा हामीले कसरी सही व्यक्तिलाई ल्याउन सकिन्छ। सही व्यक्ति को हो त? जनताले आफै छान्छन् नि त। यहाँ संसद चुनेर जाने हो भने चाहिँ काम छैन। मैले त अस्ति नै मतदाता नावलीमा नामै दर्ता गर्दिनँ के।
अहिलेसम्म चुनावमा भोट पनि हालेको छैन, अब पनि हाल्दिनँ के। किन पनि हाल्दिनँ भन्दाखेरि यही प्रणालीमा चुनाव हुने हो भने त्यो हाल्नुको विकल्पै अर्थै छैन। त्यो बेकारको काम गर्नुभन्दा म यो ठाउँबाट चोखै रहन्छु। म त तपाईँहरूलाई पनि के सन्देश दिन्छु भने यदि परिवर्तन हुँदैन भने त्यो चुनावमा हाल्नु भनेको तपाईँले एउटा गलत व्यक्ति चुनेर तपाईँमाथि गलत शासन गर्ने व्यक्ति तपाईँ आफै पठाउँदै हुनुहुन्छ। त्यसैले महत्त्वपूर्ण कुराहरू र महत्त्वपूर्ण विषयवस्तुहरूलाई कहिल्यै पनि पछाडि पार्नु। यो बेला एकदम चुनौतीपूर्ण समय छ क्या। यति बेला राजावादी आउँछन्, हेर्नुहोस्, राजावादी आउँछन्, अन्तर्राष्ट्रिय सङ्गठन आउँछन्, हरेक चिजको दबाब हुन्छ यहाँनिर त अब मधेसको मधेसीहरू भनेर कराउँछन्, माथि लिम्बूहरू किराँत भनेर कराउँछन्, तल थारूहरू थारू भनेर कराउँछन्, यताको दलितहरू दलित भनेर कराउँछन्, छेत्री बाहुन भनेर कराउलान्। त्यसरी हुँदैन नि त। हामी नेपाली हो, हामीले यत्रो दुःख गरेको छ, यत्रो विध्वंस गरेको छ, र यो संविधान ल्याउन हामीले कति धेरै दुःख गरेको छ त हामीलाई थाहा छ नि। हामी त्यसको पुस्ता हो, भोगेको पुस्ता हो। त्यो संविधान ल्याउँदा हामीले कति दुःख पायौँ, यो संविधानको लागि कत्रो बलिदान भयो, सबलाई थाहा छ। त्यसैले संविधानको रक्षा गर्ने हो। तर संविधान भन्दैमा जे भन्यो त्यही त हुँदैन। संविधानलाई संशोधन गर्ने अधिकार पनि छ के। नमिलेको कुराहरू मिलाउनु पर्छ नि कानुनमा पनि। सधैँभरि संविधानको पालना गर्नु छ भने त संविधान संशोधन पनि संविधानको पालना हो। र संशोधन संसदबाट गर्ने जुन नियम छ त्यो नियम त अब मान्यता हुँदैन। संसद रहेन, संसदलाई त सडकले भत्काइदियो। सडकले संसद भत्काइरहेछ भने अब संविधान पनि संशोधन गर्ने अधिकार सडकलाई छ, अथवा जनमत सङ्ग्रहको अधिकार छ सरकारलाई। किन यो विकल्पहरू सोच्दैन? यदि यो हुँदैन भने फेरि पनि आन्दोलन हुन्छ, र त्यो आन्दोलन हामी गर्छौँ, जसरी नि गर्छौँ। यो प्रणाली अनुसारको जुन निर्वाचन छ यसको लागि त बिल्कुल सहमत छैन। दोस्रो कुरा, राजनीतिक दललाई यत्रो ठुलो पावर छ नि, यो घटाउनुपर्छ। राजनीतिक दलको यो बेकामे पावरले गर्दाखेरि तपाईँ हामीलाई बेकम फुसे बनाइराखेको छ। कुरो किन नबुझेको? हुन त एउटा नेपालीमा उखान छ नि, 12 वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै। यो उखान फिट हुन्छ है। किनभने सुशीला कार्की प्रधानमन्त्री बनाइराख्दाखेरि पनि मैले चाहिँ एउटा भनेको थिएँ, सुशीला कार्की होइन है। किनभने यत्रो विध्वंस गरेर मापाका सरकारै त लडाइयो, सिंहदरबारै त जलाइयो, शीतल निवासै त जलाइयो, सर्वोच्च नै जलाइयो, देशैभरि आगो लाइयो भने एउटा युवालाई नेतृत्व गर्न दिनुपर्छ। युवा नै आउनुपर्छ। आखिर यत्रो रिस्क लिइसक्यो, हात्ती छिरो पुच्छर अड्क्यो भने जस्तो हो के। यत्रो रिस्क लियो, युवाले यत्रो काम गर्यो, अन्तिममा सुशीला कार्की भनेको पूर्व सर्वोच्चको प्रधान न्यायाधीश हो, राम्रो व्यक्ति हो, नो डाउट। तर उसँग त्यो निर्णय गर्ने क्यापासिटी हुन्न के। निर्णय गर्ने क्यापासिटी, किनभने ऊ त त्यो सिस्टमको हिस्सा हो, हिजोको सिस्टमको हिस्सा हो। कुलमान घिसिङ हिजोको सिस्टमको हिस्सा हो। मान्नु नमान्नु उनीहरूलाई त्यही प्रणाली याद छ क्या दिमागमा, र उनीहरूको दिमागले नयाँ र क्रिएटिभ सोच्नु गाह्रो छ के। यो कुरा चाहिँ सत्य हो। जब नयाँ कुरा नयाँ तरिकाले आइरहेछ भने त्यत्रो रिस्क लिइसक्यो होइन, यत्रो त जलाइयो, सरकारै त लडाइयो दुई तिहाईको भने एउटा प्रधानमन्त्रीको नाममा चाहिँ होइन, जाने बुझेको मान्छे चाहिन्छ, संविधान जानेको हुनुपर्छ, यताउता जानेको मान्छे चाहिन्छ भनेर हुँदैन नि। उसको निर्णय गर्ने क्यापासिटी नै छैन भने कसरी जानेर हुन्छ त? जाने बुझेका मान्छे छैनन् होला र यहाँ? कति छन्। सबैभन्दा धेरै विरोधी को छ भन्दाखेरि पढे लेखेका जाने बुझेका मान्छे पुराना नै छन्। यो विषयको यो जुन जेन्जी आन्दोलनको विरोध गर्नेमा, अहिले पनि तर्क दिनेमा मिडियाहरू हेर्नुहोस् न, मिडियाले झन् हावाबारी कति उडाउँछ भने पछाडि पढे लेखेकै मान्छे छन्। किनभने त्यो सिस्टमको हिस्सा भइसक्यो। जीवनको 70 वर्ष उनीहरूले त्यो सिस्टममा बिताइसके भने अचानक हामी नयाँ मान्छेले चाहेको नयाँ युगको चाहिँ उनीहरूले परिकल्पना पुरा गर्दैनन् भन्ने मलाई लागेको थियो, र त्यही हुँदै पनि छ। र यतिकैमा एउटा कुरा बोल्नु पनि मन लाग्यो, के भन्दाखेरि मिडियाको बारेमा के। युट्युबे मिडिया त छोडिदिइहालौँ, लगायत अरू मिडिया पनि आमाम रविलाई जानेको लागि यस्तो, बालेन यस्तो, हर्कको पिछी कुदेको छ, बालेनको पिछी भनेको छ। झगडा गरिरहेछन् यार मिडिया बिच, व्यक्ति बिच, सोसल मिडिया बिच। बालेन ठिक कि हर्क?
राम्रो काम गर्ने सबै ठिक, नराम्रो काम गर्ने सबै बेठिक। चाहे बालेनले नराम्रो काम गरे भने त्यो बेठिक, काम बेठिक हो। राम्रो काम गर्ने त्यो ठिक, अर्कोले राम्रो काम गर्दा सही, नराम्रो गर्दा गलत। सही र गलत छुट्याउनलाई मान्छे राम्रो र नराम्रो हुँदैन के, उसले गरेको काम चाहिँ राम्रो गर्छ कि गरिरहेको छैन। उसले प्रत्येकचोटि लिएको एक्सनहरू होला, एउटै मान्छेले कुनै काम राम्रो गर्छ, कुनै काम नराम्रो गर्छ। नराम्रो गरेको कामलाई विरोध गरेर त्यसलाई सच्याउने अवसर दिनुपर्छ भने राम्रो कामलाई सपोर्ट गर्नुपर्छ। नेपालीको बुद्धि नै छैन। त्यही भएर म भन्छु नेपालीको बुद्धि यस्तै हो, कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रोमा राखे नि बाङ्गाको बाङ्गै। मेरो भन्नु केही छैन। एउटा कुरा याद गर्नु, यो देश हामी सबैको हो र प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदैन भने हामी फेरि लड्न तयार छौँ। त्यसै पनि यो उमेरसम्म लडेरै आइयो। हामी जन्मेदेखि बच्चादेखि हामीलाई थाहा छ द्वन्द्वै मात्रै छ देशमा, र अहिले यो बेलासम्म द्वन्द्व छ भने अबको बाँकी समय पनि द्वन्द्व होस् या नहोस् हामी प्रत्यक्ष निर्वाचितकै लागि लड्नेछौँ र देशमा सुशासन र भ्रष्टाचार निर्मूलका लागि लड्नेछौँ। धन्यवाद।